कहिलेकाहीँ एउटा शब्दले इतिहास बदलिदिन्छ। एउटा आवाजले लाखौं मानिसलाई जागरुक बनाउन सक्छ र एउटा व्यक्तिले निर्धक्क भएर बोलेको सत्यले संसारको सोच नै परिवर्तन गर्न सक्छ। महात्मा गान्धीले सत्य र अहिंसाको कुरा गर्दा उनको अगाडि हजारौं मानिस थिए। गौतम बुद्धले आफ्ना विचार संसार सामु राख्दा उनीसँग आधुनिक माइक थिएन, ठुलो मञ्च पनि थिएन, तर उनीहरूको आवाज मानिसको हृदयसम्म पुग्यो। किन थाहा छ? किनकि उनीहरूलाई आफ्नो आवाजमा विश्वास थियो। तर आज हामी मध्ये धेरै मानिससँग बोल्नको लागि ज्ञान छ, विचार छ, सपना छ, तर जब 10-20 जना मानिस हाम्रो अगाडि उभिन्छन्, मुटु ढुकढुक गर्न थाल्छ, हातमा पसिना आउन थाल्छ, आवाज काप्न थाल्छ र दिमागमा एउटै प्रश्न आउँछ, कतै मैले गलत बोले भने? सायद तपाईलाई पनि यस्तै हुन्छ। एक्लै हुँदा तपाईलाई धेरै कुरा भन्न आउँछ, तर सबैको अगाडि पुगेपछि शब्द नै हराए जस्तो हुन्छ। तर आज एउटा कुरा राम्रोसँग बुझ्नुहोस्, निर्धक्क भएर बोल्ने मानिस जन्मदै त्यस्तो भएको हुँदै होइन। उसले पनि डर अनुभव गरेको हुन्छ, उसले पनि गल्ती गरेको हुन्छ, तर फरक यति हो उसले डरका कारण बोल्न छोडेन। महान अमेरिकी नेता मार्टिन लुथर किङ जुनियरले लाखौं मानिसको अगाडि आफ्नो सपना र समानताको आवाज उठाए। उनको प्रसिद्ध भाषण आई हेभ अ ड्रिम विश्वभर प्रसिद्ध भयो, तर त्यो आत्मविश्वास एकै दिनमा बनेको थिएन। अभ्यास, विश्वास र निरन्तरको प्रयासले एउटा सामान्य आवाजलाई शक्तिशाली आवाज बनाउन सक्छ। त्यसैले यदि तपाईँ पनि सबैको अगाडि निर्धक्क भएर बोल्न मन छ, आफ्नो कुरा स्पष्ट रूपमा राख्न मन छ, मानिसहरूको अगाडि आत्मविश्वासका साथ उभिन मन छ भने आजको यो भिडियो तपाईहरुको लागि हो। आज म तपाईलाई सबैको अगाडि निर्धक्क भएर बोल्न सक्ने बन्नका लागि आवश्यक 5वटा महत्त्वपूर्ण कुराहरू बताउँदैछु। यी 5 कुरालाई केवल सुन्ने होइन, जीवनमा अभ्यास गर्ने प्रयास गर्नुहोस्। किनकि आत्मविश्वास सोचेर मात्रै आउँदैन, आफ्नो डरलाई पटक पटक सामना गरेपछि मात्रै आउँछ। नम्बर 1 मा रहेको छ गल्ती गर्ने डर हटाउनुहोस्। सबैभन्दा पहिलो कुरा हो गल्ती गर्ने डर हटाउनु। धेरै मानिस बोल्न नसक्नुको कारण उनीहरूलाई केही थाहा नभएर होइन, उनीहरूलाई डर हुन्छ। मानिसहरूले मलाई के भन्लान्? तर एउटा कुरा बुझ्नुहोस्, तपाईले बोल्दा सबै कुरा सही हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ शब्द अड्किन्छन्, कहिलेकाहीँ वाक्य बिग्रिन्छ, कहिलेकाहीँ आफूले भन्न खोजेको कुरा बिर्सन्छौ, तर त्यसैबाट सिक्ने हो। महान वैज्ञानिक थोमस एडिसनले हजारौं प्रयासपछि आफ्नो सफलताको बाटो भेटाएका थिए। असफल प्रयासलाई उनले अन्त्य होइन, सिकाइको रूपमा हेरेका थिए। त्यसैले तपाईँ पनि बोल्दा गल्ती भयो भने लाज नमानेर भन्नुहोस्, ठिक छ, आज एउटा गल्ती भयो, अर्को पटक अझ राम्रो बोल्छु। किनभने गल्ती नगर्ने मानिसहरूले कहिल्यै नयाँ कुरा सिक्न सक्दैन। नम्बर 2 मा रहेको छ बोल्नु भन्दा पहिले तयारी गर्नुहोस्। निर्धक्क भएर बोल्ने दोस्रो रहस्य हो तयारी। मञ्चमा गएर अचानक राम्रो बोल्न सकिन्छ भन्ने सोच्नु गलत सोच हो। महान वक्ताहरूले पनि आफ्नो कुरा सोच्छन्, अभ्यास गर्छन्, तयारी गर्छन्, बोल्न मात्रै बोल्छन्। तपाईले पनि कुनै कार्यक्रममा बोल्नु पर्ने छ भने कम्तीमा यी 3 कुराहरू पहिले तयार गर्नुहोस्। सुरुवातमा के भन्ने, बीचमा के भन्ने र अन्त्यमा के भन्ने। उदाहरणका लागि तपाईहरुको विशेष सफलता हो भने सुरुवातमै भन्न सक्नुहुन्छ कि सफल मानिस र असफल मानिस बीचको सबैभन्दा ठूलो फरक के हो? क्षमता होइन, निरन्तर प्रयास। यस्तो सुरुवातले मानिसको ध्यान तान्छ। त्यसपछि मुख्य विषयमा जानुहोस् र अन्त्यमा एउटा बलियो सन्देश दिन नछुट्नुहोस्। याद राख्नुहोस्, तयारी बढ्दै जाँदा डर घट्दै जान्छ। नम्बर 3 मा रहेको छ ऐनाको अगाडि अभ्यास गर्नुहोस्। तेस्रो कुरा हो अभ्यास। यदि तपाईँ सबैको अगाडि राम्रो बोल्न चाहनुहुन्छ भने दैनिक 5 देखि 10 मिनेट ऐनाको अगाडि बोल्ने अभ्यास गर्नुहोस्। आफ्नै आँखामा हेरेर बोल्नुहोस्। आज के गर्नुभयो? कुनै समाचार पढ्नुभयो? कुनै विषयमा आफ्नो विचार के छ राख्नुभयो? त्यही विषयमा बोल्नुहोस्। सुरुमा तपाईँ आफैलाई अजीब लाग्न सक्छ, तर केही दिनपछि तपाईहरुको आवाजमा आत्मविश्वास आउँछ। अझ राम्रो गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलमा आवाज रेकर्ड गर्नुहोस्।
त्यसपछि आफै सुन्नुहोस्, कहाँ आवाज कमजोर भयो, कहाँ धेरै छिटो बोलियो, कहाँ रोकिएर बोल्नुपर्ने थियो। यसरी आफ्नै कमजोरी आफैले सुधार्दै जानुहोस्। महान बक्सर मोहम्मद अली आफ्नो आत्मविश्वास र अभ्यासका लागि प्रसिद्ध थिए। उनको यात्राले एउटा कुरा सिकाउँछ, आत्मविश्वास केवल सोचेर आउँदैन, अभ्यासबाट निर्माण हुन्छ। नम्बर 4 मा रहेको छ, मानिसलाई डर होइन आफ्नो साथी सम्झनुहोस्। चौथो कुरा निकै महत्त्वपूर्ण छ। जब तपाईँ धेरै मानिसहरूको अगाडि उभिनुहुन्छ, उनीहरूलाई आफ्नो विरोधी सम्झिनुहुन्छ। मनमा यस्तो नसोच्नुहोस् कि सबैले मलाई हेरिरहेका छन्, बरु यस्तो सोच्नुहोस् कि म उनीहरूसँग आफ्नो कुरा बाँड्न आएको छु अथवा बाँड्न लागिरहेको छु। यो सोचाइ परिवर्तन गर्न साथ तपाईँको डर धेरै नै कम हुँदै जान्छ, किनकि तपाईँको अगाडि बसेका मानिसहरू पनि तपाईँ जस्तै मानिसहरू नै हुन्। उनीहरूलाई पनि कहिलेकाहीँ डर लाग्छ, उनीहरू पनि गल्ती गर्छन्, उनीहरू पनि सिक्दैछन्। त्यसैले उनीहरूलाई प्रभावित पार्न खोज्नुभन्दा उनीहरूसँग जोडिन खोज्नुहोस्। महात्मा गान्धीको प्रभाव केवल ठुलो आवाजका कारण थिएन, उनको सरलता, स्पष्ट विचार र विश्वासले मानिसहरूलाई प्रभावित बनाउँदै गएको थियो। त्यसैले बोल्दा ठुलो आवाज निकाल्नुभन्दा पनि स्पष्ट बोल्नुहोस्, सत्य बोल्नुहोस् र आत्मविश्वासका साथ बोल्नुहोस्। नम्बर 5 मा रहेको छ, हरेक दिन एउटा नयाँ अवसरमा बोल्नुहोस्। अब 5औं र सबैभन्दा महत्त्वपूर्ण कुरा, बोल्ने अवसरबाट भाग्न छोड्नुहोस्। कसैले कार्यक्रममा बोल्न बोलायो भने म सक्दिनँ भनेर पछाडि नहट्नुहोस्। सक्दो प्रयास गर्नुहोस्, कक्षामा प्रश्न सोध्नुहोस्, साथीहरूको अगाडि आफ्नो विचार राख्नुहोस्, सानो समूहमा कुरा गर्नुहोस्, भिडियो बनाएर बोल्नुहोस्, मोबाइलमा आफ्नो आवाज रेकर्ड गर्नुहोस्। किनकि जति धेरै बोल्नुहुन्छ त्यति नै डर कम हुँदै जान्छ। आज 5 जनाको अगाडि बोल्नुहोस्, भोलि 10 जनाको अगाडि बोल्नुहोस्, केही समयपछि 50 जनाको अगाडि बोल्न सक्ने हुनुहुनेछ र एक दिन तपाईँ आफै अचम्ममा पर्नुहुनेछ, म पहिले यति डराउँथे, आज यति धेरै मानिसको अगाडि कसरी बोलिरहेको छु। महान वक्ताहरू र नेताहरू पनि जन्मदै आत्मविश्वासी वक्ता थिएनन्, नेता थिएनन्। उनीहरूको पनि अभ्यास थियो, गल्ती गरिरहेका थिए र आलोचना पनि सुनिरहेका थिए। तर एउटा मात्रै फरक के थियो भने उनीहरू रोकिएका थिएनन्। यदि तपाईँहरूलाई सबैको अगाडि बोल्न डर लाग्छ भने आफूलाई कमजोर नसम्झनुहोस्। डर लाग्नु समस्या होइन, डरका कारण प्रयास नै नगर्नु समस्या हो। आजदेखि एउटा सानो निर्णय गर्नुहोस्, दिनमा कम्तीमा 5 मिनेट बोल्ने अभ्यास गर्नुहोस्। आफ्नो आवाजलाई रेकर्ड गर्नुहोस्, आफ्नो कमजोरीलाई सुन्नुहोस् अनि फेरि सुधार गर्दै लैजानुहोस्। याद राख्नुहोस्, आत्मविश्वास आकाशबाट खस्ने चिज होइन, हरेक दिनको सानो अभ्यासबाट निर्माण हुन सक्यो। आज तपाईँको आवाज काँप्न सक्छ, भोलि पनि काँप्न सक्छ, तर तपाईँले प्रयास गर्न छोड्नु भएन भने एक दिन त्यही आवाजले हजारौं मानिसको ध्यान पक्कै पनि खिच्नेछ। त्यसैले डरलाई भन्नुहोस्, त मसँग हिँड्न सक्छस्, तर मेरो बाटो रोक्न छेक्न बिल्कुल सक्दैनस्। किनकि तपाईँहरूको आवाजमा तपाईँहरूको विचार छ, तपाईँहरूको विचारमा तपाईँहरूको सपना छ र तपाईँहरूको सपनालाई संसार सामु राख्ने पहिलो कदम हो निर्धक्क भएर बोल्न सक्नु। आजदेखि डर होइन, अभ्यास रोज्नुहोस्, लाज होइन, आत्मविश्वास रोज्नुहोस् र मौनता होइन, आफ्नो आवाज रोज्नुहोस्। किनकि संसारले तपाईँको क्षमता तब मात्र देख्छ जब तपाईँ आफूभित्रको आवाजलाई संसार सामु बोल्न सक्नुहुन्छ, बोल्न सक्ने हुनुहुन्छ। हुन्छ त साथीहरू, आजको भिडियो यति नै। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला र यस्तै मोटिभेसनल भिडियोहरू हेरिराख्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर पनि राख्नुहोला। धन्यवाद।